Good morning everyone, it's day 2 and welcome back to my channel. New day, new vlog. Good morning, princess. Hi. What are you? Don't mind our whatever. Sheldon, say hi to my guys. Hello. हामीहरु चाहिँ अस्ट्रेलियन बेस क्याम्पसम्म चाहिँ हाइकिङ गर्ने हो अनि त्यसपछि त्यहाँ माथि नै हामीहरु चाहिँ one night यो चाहिँ मेरो ब्रेकफास्ट हो उहाँ चाहिँ यहाँ बिहान चाउमिन खाँदै हुनुहुन्छ यो चाउमिन खाने टाइम हो सेलेन तिमी मामाम खाना आउँदै त ओके गाइस अब चाहिँ हामीहरु जान लागेको हाइकिङमा लान चाहिँ मेरो ब्याग यत्रो भयो गाइस एन्ड माइ टेडी सेज हाई टु एभ्रीवन हाई हाई हाम्रो टोलीहरु सबजना रेडी हुनुहुन्छ यस गाइस अब हामी ट्याक्सीलाई रोकिरहेको छौं अनि ओके गाइस अब चाहिँ मसँग छ लगभग 1 घण्टाको बाटो छ ट्याक्सीमा पनि अनि आफ्टर दैट हामी चाहिँ हिँडेर जान्छौं सो गाइस अब चाहिँ हामीहरु माथि पुगिसकेको छौं मलाई धेरै थकाइ लागेको छ चाइनिज जापानिजहरु ओके गाइस हामी एकदमै माथि पुगिसकेका छौं अनि यहाँबाट हिमाल देखिन किनभने बादल आइसकेछ गाइस अब बादल हटाऊ अनि हिमाल देख्छ वाओ गाइस सो प्रिटी उता अगाडि लाली गुराँस के सुकिसकेछ सबै लाली गुराँस This town looks so beautiful. Collegeले टुर ल्याएको थियो हिँड्न अलि गाह्रो हुन्छ जस्तो छ कस्तो घाम लागिरहेछ है Are you ready for hiking? Hi baby. ल गाइजहरु अब हामी चाहिँ हाम्रो बाटो लाग्यौं है बाइ बाइ Our little hikers, Selen Palma. Okay guys, the name of this place is Thampus. Oh, it's so pretty. अहिले चाहिँ हामी माथि जाँदै हो गर्मी छ घाम छ but you know what अहिले स्ट्रगल गर्दै हिँड्यो भने माथि दामी भ्यू देख्छ so हम जाने वाले हैं एडवेंचर पर गाइस भर्खर सुरु भएको म त थाकिसके है मैं तो फिर से थक गई भाइ साहब ये तो फिर से थक गई गाइस हजुरहरुलाई थाहा छ कि छैन यो चाहिँ टार्जन वन्डरल्यान्ड हो पहिला यो टार्जन छ नि यो लहरा देख्नु भएको छ नि हो यहाँदेखि झुन्डेर हाम फालेर यहाँ जंगलतिर गएर खेल्थ्यो रे अनि मलाई भन्ने थियो के टार्जन अयो म चाहिँ यहाँ टार्जनको मुभी शूट भएको ठाउँमा आइपुगेको छु I'm feeling so lucky to be here, you know guys. Ani I will not give you chata because I need chata. Also guys, hiking ma chata kole ओड्छ मैले ओड्छु अहिले नै हस्याङ भइसकेछ म गाइस नमस्ते वाउ ब्युटिफुल प्लेस कस्तो राम्रो ठुलो चौर रहेछ अब चाहिँ जान लागेको म सो गाइस सेल्डेन चाहिँ एकदमै यहाँ तलमाथि जति पनि हाइकरहरु हुनुहुन्थ्यो नि सेल्डेन इज द यंगेस्ट वान कोही छैन ऊ पनि हिँड्ने रे उलाई बोकायो भने उरिसायो The cutest hiker. सेलेन त हिँड्दा थाकिसक्यो म पनि गाइस हिँड्दा थाकिसके अब हामीहरु पुग्न लागिसक्यौं अब कति मिनेट बाँकी छ भेना
अब 25 मिनट पनि हैन अब 20 मिनेटमा हामी पुग्छौं गाइज है See you all there. Okay, now Selene is very tired. Good job, छोरी छोरी त गाइजहरु यहाँ तल्लोदेखि हिँडेर आको. Now she is tired and good job. We are so proud of you, baby. Down, up, 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 down गरेको. Up, down. Up. Wow, baby. I am her. Parmamu. Hi. L हिँडम है अब. Okay, guys, let's go. अब हामी almost we are there. पुगिहाल्यौँ क्या त्यो भन्ने मात्रै हो एकैछिनमा पुगि नै हाल्छ क्या वेलकम टु एन्जल्स हेभन गेस्ट हाउस अस्ट्रेलियन क्याम्पमा आइपुग्यौँ हामी आऊ बोक्ने देउसलाई पानी पर्छ जस्तो छ गडङ गुडुङ 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 बट हामी कस्तो लकी क्या किनभने अस्तितिर सिटी पनि कस्तो पल्युटेड थियो हामी ट्राभल गर्ने दिनदेखि नै पानी परेर अनि आकाश पुरै खुल्ला भएको चाहिँ कस्तो राम्रो देखेछ नि वी आर लकी नभए त मुड खराब हुन्थ्यो न फोटो राम्रो आउँथ्यो न भिडियो राम्रो आउँथ्यो न टिकटक बट देन राम्रो भइहाल्यो चाहिँ everybody is vlogger everyone is photographer out here माने प्रेमी छ मैले चाहिँ अघि इन्ट्रोमा भन्दाखेरि मिस्टेक गरेछु एक्चुअली इट्स नट अस्ट्रेलियन बेस क्याम्प इट्स जस्ट अस्ट्रेलियन क्याम्प सो या गाइज वेलकम हियर माई गॉड हेभे नै रहेछ साँच्चीकै नाम जस्तो ठाउँ त्यस्तै गाइजहरू आई गाइज हाई बेबी हो रहेछ डगी आँसु खाँदैछ नचलाई हजुर भएन सो गाइस अब चाहिँ हामीहरू एकछिन फ्रेस भएर लन्च गरेर अनि त्यसपछि कता घुम्न जान्छौँ त्यो चाहिँ एकछिनमा हजुरलाई अपडेट गर्छु एकदमै भोक लागेको छ होइन होला जस्तो लाग्यो मलाई चाहिँ डेट्स के डेट्स नि यो अर्किड हो अर्किडै हो ए दिस इज अर्किड गाइस यो चाहिँ हाम्रो झोलाहरू अनि यहाँ छ भोक लाग्यो है सेल्लेलाई पनि भोक लागिसक्यो सेल्लेन के खाने बेबी के खाने यस व्हाट डु यु वान्ट टु ह्याभ देखाउनुस् त मम्मीले के खाने यु वान्ट टु ह्याभ उले हिकी गएर यसो बस्ने सो गाइस हाम्रो थाली इज हियर लुक सो टेस्टी हाम्रो त लास्टै भोक लागेको छ सेल्लेलाई भोक लागेको छ कि छैन एउटा थाल दिनुस् न ल Thank you, दिदी भन्नु Thank you. ल हेर्नुस् है यहाँ पानी परिसक्यो माथि अस्ट्रेलियन क्याम्पमा चाहिँ हाइकिङ गरेर आइसकेपछि लन्च गरेर अनि हामी सुतेको एकदमै थाकेको थियौँ त अनि उठ्दाखेरि त माई गड पानी परिरहेको रहेछ जाडो भइरहेछ Pops, baby, pop, गर न pop, yeah, so many pop. कसले जित्दैछ उनोमा ओहो दुईजना भर्सेस एकजना हो सो स्याड मेरो बुइनी अहिले आऊ यहाँ मलाई बच्चा कलर पनि भन्नु ओ तिमीलाई निन्द्रा लाग्यो यत्रो सुतेर फेरि निन्द्रा लाग्यो बेबीलाई 1 2 3 4 सो गाइस हाम्रो डिनर चाहिँ आइसकेको छ शिन रामेन अनि स्पागेटी गाइस हिजो चाहिँ कस्तो ठुलो पानी परेको थियो कि हामी त आइसकेपछि अनि हामीहरू साइट सिइङको लागि जाने भनेको तर ठुलो पानी परेको थियो हामी जानु पाएन अब खानासाना खाएर सुति नै हालेको कस्तो जाडो पनि थियो एन्ड वेलकम ब्याक टु माई च्यानल एन्ड ह्याप्पी न्यू इयर 2082 Thank you so much for watching my video till the end.
यो डे 2 को भ्लग चाहिँ म यता नै एन्ड गर्छु बाई बाई टेक केयर